सुनिसकेपछि अरू काम जेनजीलाई मात्रै समय दिन भनेको छैन। आम नागरिकलाई समय दिनु पर्यो, हाम्रो एजेन्डामा बोलिदिनु पर्यो, हाम्रो चाहिँ मुद्दामा बोलिदिनु पर्यो भनेको हाम्रो मुद्दामा बोलिदिनु पर्ने हो। सरकारले हामीलाई जेनजीलाई मात्रै भेट्नुहोस् भनेको छैन। हाम्रो एजेन्डा हाम्रो माग पुरा भएको छैन। यो सरकार भनेको जेनजीको एजेन्डा पुरा गर्नलाई भएको। हामीहरुको जेनजीको ग्रुप फरक होला तर त्यसमा चाहिँ एउटा थोक कमन छ के आन्दोलन संस्थागत गर्ने कुरा प्रत्येक दिन खै अहिले मिलेर त आइरा छौ हामी मिलेर उहाँहरुले हामीलाई भेट्न नदिने, उहाँलाई भेट्न दिनु हुन्न भन्ने के भइराछ यहाँ? एकजना ओजस्वीले हाम्रो यो सरकार चलाएको हो, कुनै रक्षा बमले चलाएको सरकार हो यो? हामी नागरिक होइन, हामी यो देशको नागरिक होइन कि भनिदिनु पर्यो, प्रमाणित गरिदिनु पर्यो। भित्र गयो प्रधानमन्त्रीका सचिवालयमा गयो भने समय छैन भन्ने, हामीलाई बाहिर पठाउने, अनि ओजस्वीले यिनीहरूलाई भेट्न दिनुहुन्न भन्ने। यिनीहरूले त्यहाँ कुरा लाउने के त्यहाँको सल्लाहकार सदस्यसँग कुरा लाउने नागरिकको मुद्दा ल्याएर आएको छौँ हामी। हाम्रा नागरिक हाम्रा चाहिँ जेनजी आन्दोलनमा घाइते भएका शहीद भएका मान्छेहरू सडकमा छन्। 2-4 जना व्यक्तिहरू यहाँ आएर घाइते छन्। यहाँ हाम्रा घाइतेहरू 10 बजेबाट अहिलेसम्म बाहिर कुरिरहेको थिए। अनि किन आफै 10 घण्टा भयो हामी यहाँ। कति 9 बजेदेखि प्रधानमन्त्रीको ओजस्वीले भन्दैमा यो सरकार चलेको छ भने आम नागरिकलाई प्रमाणित गरिदिनु पर्यो। हामी नागरिकै होइन भनिदिन्छौँ। भित्र गएर प्रधानमन्त्रीलाई चाहिँ भेट्न दिनु हुँदैन यिनीहरूलाई भन्ने को ओजस्वी? अनि प्रधानमन्त्रीज्यूले पनि जसले चाहिँ उहाँको चाकरी गर्छ नि उलाई मात्रै गन्ने, अरूलाई चाहिँ गन्दैन। मुद्दा एकजना व्यक्तिको मुद्दा होइन, एकजना ओजस्वीको मुद्दा होइन, कुनै रक्षा बमको मुद्दा होइन। यो मुद्दा आम नागरिकका देशका नागरिकहरूले भ्रष्टाचार भइसकेपछि सुशासन कायम गर्नुपर्छ, भ्रष्टाचारलाई अन्त्य गर्नुपर्छ भनेर गरिएको यो सडकको एउटा आन्दोलन हो। हाम्रा घाइते साथीहरू सडकमा छन्, हाम्रा घाइते साथीहरू हस्पिटलका बेडमा छटपटाइरहेका छन्। उनीहरूलाई इन्द्राय भाडा हुँदैन, उनीहरूको हस्पिटलमा बिरामी कुरिरहेको कुरुवालाई ओढ्ने एउटा ब्ल्याङ्केट हुँदैन। त्यो व्यवस्था हामीले गरिरहेछौँ। हामीलाई स्पेस चाहिएको होइन, हाम्रो माग पुरा हुनु पर्यो। हाम्रो माग के हो? हाम्रो माग पुरा हुनु पर्यो, भ्रष्टाचारीहरूलाई कारबाही गर्नु पर्यो। हिजो भर्खरै मात्रै नातावाद कृपावाद भनेर हामीले यही विरुद्धमा आन्दोलनमा आएको, सडकमा आएको होइन। हामी आउँदै गर्दाखेरि आज हामी चुप लाएर बसेको थियौँ। 2 महिनासम्म सरकारले राम्रो गर्ला, नागरिकको आवाज बोल्ला, हामी किन देखिने त? हामीले चाहिँ बोल्दैमा मिडियामा भाइरल हुँदैमा जेनजीको लिडर मान्ने यिनीहरूले, हामी नागरिकहरूले उनीहरूलाई कन्ट्रोल गरिरहेछौँ। 2 महिना यत्रो टाइम भइसक्यो, अब वेट गरौँ, चुप लाएर हामी बसौँ भनेर कन्ट्रोल गरे होइन। हामीले अहिलेसम्म कुनै मिडियामा गएर सरकारको विरोध गरेका छौँ, कुनै मिडियामा गएर कुनै जेनजी लिडरको विरोध गरेका छौँ। हामी व्यक्तिहरू सडकमा छौँ, तर यिनीहरू 2-4 जना आएर सडकलाई चाहिँ हातमा लिन के यो सरकारलाई हातमा लिन खोज्ने यो सरकार कसको अन्डरमा चलिरहेको छ? यो जेनजीको बिचौलियाहरुलाई पनि राख्नुपर्छ। यो जेनजीका बिचौलियाहरुलाई पनि के माग लिएर आउनु भएको थियो? माग चाहिँ हाम्रो एउटा ध्यानाकर्षण पत्र छ। आज यो सरकारले जुन तरिकाले नातावाद कृपावाद भनेर जुन तरिकाले आफ्ना मान्छेहरूलाई यो सरकारमा नियुक्ति गर्दैछ, यसका विषयमा हामी सम्पूर्ण जेनजी साथीहरू, घाइते साथीहरू, शहीद साथीहरू सबैजना एकजुट भएर ध्यानाकर्षण गराउनको लागि हामीलाई आदर्श कुमार श्रेष्ठ भन्ने मान्छे चाहियो। हामीले उसलाई गर्न खोजेको के हो भनेर उसलाई हामीले यो नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाउन आएको। यिनीहरूले हामीलाई भेट्न नदिने होइन, अनि हामीलाई चाहिँ भेट्न बिहानदेखि हामी वेट गरिरहेछौँ यहाँनिर, हामीलाई भेट्न नदिने। हामीले फोन गर्दाखेरि हामीलाई समय मिलाउने कसले हो? प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भएपछि आदर्श कुमार श्रेष्ठले होला नि त। उसले हाम्रो कल नम्बर ब्लकमा गर्ने, हाम्रो नम्बर ब्लक लिस्टमा राख्ने, अनि भित्र गएर चाहिँ अनलाइनमा व्हाट्सएपमा हामीलाई कल रेस्पोन्स नगर्ने। बिहान भर्खरै मात्रै मलाई भनेर थाहा पाउनुलाई अरू माध्यमबाट चाहिँ बिहान भर्खरै मात्रै अरू माध्यम हाम्रो फोन चाहिँ नउठेर अलिकति यो विषयमा चाहिँ प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ कि थर मिलेकै भरमा यो गर्नु भएन। प्रधानमन्त्रीले आफ्नो नजिक कुरा छैन।
घाइते तपाईले सुदन गुरुङलाई किन भन्नु भएको छैन? साच्चीकै पीडित भनेको अहिले सडकमा छन्। त सुदन गुरुङ हो होइन सुदन गुरुङ होइन उनीहरुको कुरा सुने बुझे हामीले सबैको कुरा सुनेको हामीले सबै जेन्जी लिडरहरुको कुरा मानेको हो हैन। तर यहाँनेर ओजस्वी मैले नामै लगेर भन्न सकिदिए कि ओजस्वी रक्षा बमको कुनै टिमले उनीहरुको चाहिँ अन्डरमा आएर सरकारले अर्डर दिने उनीहरु को हो? सुदन गुरुङ को उनीहरु ठीक छन् भन्ने कुरा होइन। उनीहरुले पनि हामीलाई क्लियरिफाई दिनु पर्यो। मैले कर्णालीको जिम्मा लिएर जुन तरिकाले मलाई नेतृत्व दिएको थियो त्यो तरिकाले हाम्रो कर्णालीका सम्पूर्ण घाइतेहरू हाम्रा सम्पूर्ण जेन्जीहरुको मागहरू सबै नेपालभरिका जेन्जीहरुको मागहरू पूरा गर्नुपर्छ भनेर हामीले उनीहरुलाई जिम्मा दिएको हो। गरिदिनुहोस् तपाईहरुले भनेर हामी चुप लाएर बसेको हो के। अहिले यत्रो समयसम्म हामी कुनै पनि विषयमा न त सरकारको विरोध गर्यौं न त कुनै जेन्जी लिडरका विरोध गर्यौं न त हामीले सुदन गुरुङको नै विरोध गर्यौं न त हामीले रक्षा बमको नै विरोध गर्यौं। अहिलेसम्म हामी साइलेन्टली ब्याक बसेको हो। तर आज उनीहरुकै श्रीमतीलाई ल्याएको छ उनीहरुकै नाति के भन्छ त्यो थर्को आधार होइन त्यो कुरा पनि क्लियरिफाई दिनु पर्यो। उले आफै भनिसक्यो मेरो वाइफ हो भनेर पारदर्शिता गोपनीयताको कुरा हुन्छ भनेर भनेको छ। गोपनीयताको कुरा यहाँ नेपाली नागरिकप्रति विश्वास छैन यो सरकारलाई। ओजस्वी यिनीहरु कुनै व्यक्तिको मात्र विश्वासमा चल्ने सरकार हो यो। अनि यो ओजस्वी रक्षा बम लगायतका पात्रहरूलाई बरु जेन्जी आन्दोलनबाट उहाँहरू स्टेप ब्याक भएर उहाँहरूलाई सरकारकै प्रवक्तामा बरु घोषित गरिदिउँ। उहाँहरू सरकारको चाहिँ कसरी हुन्छ टालटुल गर्ने सरकार गल्ती गर्दै गर्ने यिनीहरू त्यही गल्तीलाई चाहिँ पुर्दै गर्ने र हामीलाई चाहिँ पङ्गु बनाउने काम चाहिँ अनि जनताले गएर हामीलाई प्रश्न तिमीहरूले के गरिस् भन्दाखेरि हामी के भन्छौँ भन्दाखेरि सिंहदरबारसम्म प्रधानमन्त्री कार्यालयसम्म एसएस भनेको उहाँहरूको हो। ती सबै प्रश्नको जिम्मेदारहरू हाम्रा माग मुद्दाहरू किन अहिलेसम्म पुगेन भन्दाखेरि ती नपुग्नुको कारण भनेको न कुनै सम्मेलन भयो न कुनै केही पनि भएन क्या। यतिकै रूपमा पुरानै शक्ति केन्द्र र पुरानै राजनीतिक दल निकट अथवा एनजिओ भनिन्छ कुनै न कुनै पहिलेबाट आबद्धता भएको शक्ति केन्द्रको निकट जो पात्रहरू थिए तिनीहरूलाई नै जेन्जीका लिडर भनेर चाहिँ उभ्याइयो र आज तिनीहरूले नै जेन्जीको चाहिँ नेतृत्व गर्दैछन्। र आजसम्म पनि हामी मौन रहनुको कारण भनेको होला उनीहरूले गर्लान् केही राम्रो गर्लान् आज नगरी भोलि गर्लान् केही त गर्लान् भन्ने आशमा चाहिँ थियो। तर उहाँहरू आफ्नो कोर टिम भन्दै हिँड्ने जनताहरूसँग हामी जेन्जी आन्दोलनकारीसँग चाहिँ उहाँहरू चाहिँ अपनत्व नलिने हामीसँग नजिक नबस्ने भेट्न पनि नचाहने उहाँहरू आफ्नो आफ्नै एउटा चाहिँ मिडियाबाजी गर्दै हिँड्ने। अनि यो सरकारले चुनावको तयारी गर्दैछ। चुनावको तयारी कुन चाहिँ जेन्जीको सहमतिमा यिनीहरूले भित्र गएर म्यान्डेट गर्दैछन् चुनावको कुनै एउटा सम्बन्धित व्यक्तिहरूलाई लगेर मात्रै राखेर अघि भर्खरै मात्रै यहाँभित्र मैले कुरा सुने सचिवालयकै प्रमुख त्यो के भन्छ कोही हुनुहुन्छ एकजना व्यक्ति उहाँले भन्नुहुन्छ होइन उहाँहरूसँग त चुनावको विषयमा विशेष छलफल थियो अरे के भइरहेछ हामी चाहिँ नागरिक होइन हामीसँग हाम्रो सल्लाह लिनु पर्दैन भन्न खोजेको हामीलाई मान्दियोस् भनेको होइन। तर हाम्रा घाइतेहरू सडकमा छन् हाम्रा घाइतेहरूको जुत्ताहरू त्यो रक्तम्य भएका जुत्ताहरू अझै त्यस्तै छन्। ती घाइतेहरू अझै सडकमा अझै हस्पिटलका बेडमा चाहिँ उपचाररत छन्। उनीहरूको पीडा कसलाई थाहा छ? उनीहरूले न बोल्न सकिरहेछ न आएर चाहिँ यहाँ हिँडेर चाहिँ यहाँ आएर सरकारलाई चाहिँ उनीहरूले आफ्नो प्रस्तुति देखाउन सकेको छ। उनीहरूले बोलेको छ त हाम्रो मागहरू पुरा हुनु पर्यो भनेर हामीलाई भनिरहेछ। अनि हामीले कसलाई भन्ने हाम्रा जेन्जीका जो लिडरहरू हुन् उनीहरूले भन्नुपर्ने ठाउँमा उनीहरूले नसुनिसकेपछि हामी त आउनुपर्ने त सिंहदरबार होला नागरिकको सरकार होला यो नागरिकको सरकारलाई आह्वान गर्ने होला। यत्रो हुँदै गर्दाखेरि हामीलाई नै भेट्न दिँदैन हाम्रो कुरा सुनिँदैन भने हाम्रा साथीहरूका त्यो जुन तरिकाले यी साथीहरूले जुन तरिकाले त्यो साथीहरूले भेट्नुहुन्न यिनीहरूलाई भनेर भित्र गएर सूचना दिएर आएको छन् तिनीहरूले गर्दाखेरि यो सरकारले हामीलाई भेट्न खोजिरहेको छैन। अहिले भर्खरै मात्रै यहाँ देख्नुभयो मैले भनेको व्यस्तताको कारण हामी मान्छौँ हाम्रो नागरिकको सरकार हो व्यस्त छ। 2 महिनासम्म हामी चुप लाएर बसेको होइन त चुप लाएर बस्यो हो नि हामी अहिलेसम्म चुप लाएर बसेर हाम्रो एजेन्डामा बोल्छ होला हाम्रो मागहरू सम्बोधन गरिदिन्छ होला भनेर चुप लाएर बस्यो हो नि। आज हामीलाई यसरी आएर हाम्रो चाहिँ यहाँनिर यसरी स्वर सुकाइ सरकारसँग प्लिज भेटाइदिन्न हाम्रो यो माग छ भनेर भन्नुपर्ने हो यसरी। अनि ग्रुप हाम्रो भयो नि त कुन ग्रुपलाई भेट्ने ग्रुप भन्ने कुरा मलाई थाहा छैन। हामी कर्णाली प्रदेशको संयोजक हो म कर्णाली प्रदेशको संयोजक हो। मैले होइन सबैजना एक हौँ भनेर हामी सबैले आह्वान पनि गरेका हो
घमण्ड छ अहमता छ मैले जतिजना मान्छेहरू मेरो टचमा हुनुहुन्छ सबैजना साथीलाई भेटौँ कुरा गरौँ छलफल गरौँ एजेन्डामा बोलौँ भनेर जति सुकै ग्रुप होस् न एउटै एजेन्डा त छ नि हाम्रो के फरक फरक एजेन्डा छ त त्यही एजेन्डा पुरा गर्नु पर्यो नि त यो कुरा होइन संगठनको कुरा होइन हाम्रो टिम बनाउने कुरामा विचार मिल्दैन त टिम बनायो तर एटलिस्ट हामीले यो टिम भनेर मैले कुनै ठाउँमा गएर भनेको छु म यो टिमको व्यक्ति भनेर भनेको छु तर भोइस मात्र सुनिदिनु पर्यो भनेको छौँ हामीले तर हाम्रो भोइस सुनिसकेपछि अरू काम जेनजीलाई मात्र समय दिन भनेको छैन आम नागरिकलाई समय दिनु पर्यो हाम्रो एजेन्डामा बोलिदिनु पर्यो हाम्रो चाहिँ मुद्दामा बोलिदिनु पर्यो भनेको हाम्रो मुद्दामा बोलिदिनु पर्ने हो सरकारले हामीलाई जेनजीलाई मात्रै भेट्नुहोस् भनेको छैन हाम्रो एजेन्डा हाम्रो माग पुरा भएको छैन यो सरकार भनेको जेनजीको एजेन्डा पुरा गरेर भएको हामीहरुको जेनजीको ग्रुप फरक होला तर त्यसमा चाहिँ एउटा थोक कमन छ के आन्दोलन संस्थागत गर्ने कुरा प्रत्येक दिन खै अहिले मिलेर त आइरा छौ हामी मिलेर 10 वटा ग्रुप छ नि अहिले 10 वटा ग्रुप छ नि सबै जिल्लामा सोकिएलाई 10 वटा ग्रुप हामी छौ नि अहिले तत्काल आजको आजै कानुनी रूपमा यदि त्यो मान्छेले गलत गरेको भने त्यसका सबैजना आदर्श लगायत सबै आफ्नो नाताबाज